99% म सलाम गर्ने मान्छे हुँ तर हिजो राजालाई चिठी लेखेको चाहिँ इट इज भेरी रङ। मेयर साहबले एकदम धन्यवाद दिन्छु किन भन्दा कसैलाई पनि पक्षपात गर्न हुन्न, कसैलाई काखा गर्न हुन्न, कसैलाई पाखा गर्न हुन्न। नियम कानुन सबैको लागि बराबर एक हुनुपर्छ। हामीले देशको विकास गर्नुपर्छ, देशको विनाश होइन। व्यवस्था ठीक छ, राष्ट्रवादी चाहियो। राष्ट्रवादी भनेकै राजा हुन्छ, यति कुरो बुझ्नुहोस् तपाईँ। म त राष्ट्रवादी हो। राष्ट्रवादले के भन्छ भन्दाखेरि देशमा विकास हुनुपर्छ। नेपाली जनताको नास हो, नेपालीलाई बुझाए। खोज्दै यहाँ माइती घरमा आउनु भएको त 100% राजा भने को? राजा भने तपाईँ हामी सारा युवा बाहिर हेर्नु त राजा भने ज्ञानेन्द्र होइन तपाईँ भर्खरै भनेर जानु भएको छ राजा होइन। अब व्यवस्था ठीक छ, राष्ट्रवादी चाहियो। राष्ट्रवादी भनेकै राजा हुन्छ, यति कुरो बुझ्नुहोस् तपाईँ। राष्ट्रवादी राजा नहुने भए यहाँ राष्ट्रवादी नेताहरू अहिले कयौं जन्मे, किन तपाईँले विरोध गर्नु पर्यो? तपाईँ आन्सर गर्नुहोस्, हो कि होइन? पशुपतिनाथलाई साक्षी राखेर भन्छु म संसद भवन छिरे भेट्नु यी नेताहरूलाई सबलाई पाखा लगाइदिन्छु। सिधा प्रधानमन्त्री ज्यू गलत हो कि तपाईँ सही हो? प्रधानमन्त्री गलत हो नि। प्रधानमन्त्री यदि सही हुन्थ्यो भने आज उद्योग धन्दा कल कारखाना खुल्थेन देशमा। लोड सेटिङ हटाउने त कुलमानजी होइन, तपाईँ जस्तो युवाहरू भ्रमण नपर्नुहोस् भन्नुभएको छ ऊर्जा मन्त्रीज्यूले, प्रधानमन्त्रीज्यूले। अनि 8 वर्ष अगाडि कुलमान नआउँदा उहाँले गएर हटाए हुन्थ्यो कि लोड सेटिङ। नम्बर 0 1 नम्बर नि दिनु भएन। उहाँले दिने हो नम्बर, जनताले दिने हो नि। उहाँले दिएर हुन्छ र उहाँले नम्बर दिनुहुन्छ त प्रधानमन्त्रीज्यूलाई छाके भन्नुहोस् त। प्रधानमन्त्रीलाई 0 नम्बर दिन्छ। 0 नम्बर कति कुलमानजीलाई कति दिनुहुन्छ? कुलमानजीलाई 100 मा 100। किन भन्दा उहाँले कति दिनुहुन्छ? बालेनजीलाई नि 100 मा 100। अर्कजीलाई कति दिनुहुन्छ? उहाँलाई नि 100 मा 100। अहिलेको नेता वरिष्ठ नेताज्यूलाई कति दिनुहुन्छ? वरिष्ठ नेताहरूलाई प्रचण्ड त काम छैन हेर्नु। साँच्चै मैले प्रचण्डलाई मैले सपनामा साँच्चै आफ्नै हातले मारेको देखेछु यार। त्यस्तो कुरा नगरौँ है। यहाँ के देख्नुभयो अरू सपना? हजुर सपनामा घरि हाजीलाई मात्रै देख्नुभयो तपाईले? निकै नजिकको माया रहेछ तपाईँ एकदम। किन भन्नु बालेन साहबलाई मैले अघि नै भनिसकेँ 99 नम्बर कार्दैमा। तर यो राजालाई पत्र लेख्ने चाहिँ उहाँको हक र अधिकार पनि होइन र राजाले बोलाएर त्यो घटना भएको पनि होइन। सत्ता पर्साईको नाममा यी नै बरु दुर्गा प्रसादलाई काट्न सक्थे, त्यो कुरो एक्सेप्टेबल हुन्छ। उहाँलाई पत्र लेख्नु भयो नि यो बानेल शाह चाहिँ अलिकति ठुलो भयो जस्तो लाग्यो। हिजो मैले पनि प्रचण्डको कारणले दुःख पाएको छु के किन भन्नु भनेपछि राष्ट्रवादी भनेको राजा किन हुन्छ भन्नुहुन्छ भने राजाले देश बेचेनन्, राजाले जनता बेचेनन्, राजाले तपाईको आजसम्म कसैको मर्डर गरेनन्। के राजाको पाला अनि जिजुबाजिया पाला त्यो समय र आजको समय एउटै हुन्छ? त्यो राजा ज्ञानेन्द्र सरकारबाट आह्वान भएको कार्यक्रम होइन, यति बुझ्नुहोस् तपाईँ। राजा चाहियो सबैलाई बराबर हुनु पर्दैन। कसलाई बराबर हुँदैन। केटीकेटीलाई थोरै खाना दिनुपर्छ, यङलाई अलि धेरै दिनुपर्छ, बुढालाई अलिकति सब खाना दिनुपर्छ। बुझ्नुभयो? बराबर कोही पनि यहाँ तपाईँ हामी जतिजना जन्म भएका छौँ यहाँ कोही पनि एकै दिन जन्मिएको छैन। कसरी बराबर गर्नुहुन्छ? मेरो विष्णु पन्त काठमाडौँमै बस्नुहुन्छ, पढ्नुहुन्छ? हजुर काठमाडौँ बस्छु, यहीँ पढ्छु। होइन माइती घरमा आउनु भएको छ तपाईँ के को लागि आउनुभयो? ए म कलेज गएको थिएँ अनि यसो हेर्नुभयो माहौल? हजुर माहौल कुन मान्छेको लागि भन्नुभएको छ, कोही विभिन्न होइन न्याय चाहियो भनिराख्नु भएको छ। कसरी बुझ्नु भएको छ युवाहरूले अहिले देशमा अन्याय बढ्यो अशान्ति भयो भनिराख्नु भएको छ? हजुर यो अशान्तिको कारण भ्रष्टाचार हो होइन, यो गणतन्त्र नराम्रो भन्दिनँ म। गणतन्त्र राम्रो, तर गणतन्त्रमा यो गणतन्त्रलाई चलाउने यो नेताहरू चाहिँ भ्रष्टाचारी घुसखोरी गरेर नराम्रो भएका हुन्। त्यही भएर देशको विकास हुन सकेन के। देशको विकास हुनको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि देशमा उद्योग कल कारखाना खोले पार हाम्रो देशका युवाहरू आज विदेश लिन पर्थेन होला। हाम्रो देश कहिले गुलाम अहिले त ठ्याक्कै उल्टो भइरहेछ नि, भएको उद्योगहरू जलाउन थाले। सुन्नु न, हो त्यही विषयमा भन्दैछु। अब यस्तो सुन्नु, जस्तै हाम्रो देशका युवाहरू तपाईलाई थाहा होला इतिहास साक्षी चाहिँ हाम्रो देश कसैको गुलाम रह्यो त गुलाम रहेन नि। तर आज हाम्रो देशका युवाहरू आज गुलाम हुनु परेको छ। विदेशमा गएर टोयलेट सफा गरेका छैनन् कि, बाथरुम सफा गरेका छैनन् कि, भाँडा माझेका छैनन् कि, के कारणले भन्दाखेरि हाम्रो देशमा रोजगार नभएर आज देशमा रोजगार हुन्थ्यो भने कुनै युवाहरू विदेश जान्थ्यो होला? तपाईँ भन्नुहोस् त। 15 गतेको घटनालाई कसरी लिनुहुन्छ तपाईँ? ठ्याक्कै भन्नुहोस्। जसरी अहिले परिवर्तन चाह्यो भनेर आउनु भएको छ, तपाईँले भन्नुहुन्छ यो व्यवस्था ठिक छ, चलाउने हाँक्ने मान्छे राम्रो भएन। हाँक्ने मान्छे राम्रो छैन। 15 गतेको घटनालाई कसरी? 15 गते यस्तो हो, 15 गतेको घटना न्यायपूर्ण छैन त्यहाँ। किन भन्दाखेरि मान्छेले कति दुःख गरेर दुःख कष्ट गरेर एउटा घर बनाएको थियो, एउटा गाडी किनेको थियो, उसलाई गएर तोडफोड गर्नु राम्रो कुरो हो?
निजी सम्पत्तिमा गएर कसैले तोडफोड गर्यो भने त राम्रो कुरो होइन। हिजोको आन्दोलनलाई म त्यति राम्रो भन्दिनँ, किन भन्दाखेरि म न राजावादी हो न त गणतन्त्रवादी। स्वतन्त्र गणतन्त्रबाट उम्रेका बालेन शाह हुनुहुन्छ होइन, उहाँले विकासको निम्ति उहाँले न काखा गर्नुपर्छ न पाखा गर्नुपर्छ। आज राजालाई पनि उहाँले कारबाही गरेर छोड्नु भएन। हिजो पुगिसकेको हिजो प्रधानमन्त्रीलाई पनि पत्र काट्न छोड्नु भएन। हो यो गणतन्त्रको पक्ष भनेको यो, कसैलाई पनि काखा र पाखा नगर्ने। स्वतन्त्र गणतन्त्रबाट उम्रेका बालेन शाह हुनुहुन्छ होइन, उहाँले विकासको निम्ति उहाँले न काखा गर्नुपर्छ न पाखा गर्नुपर्छ। आज राजालाई पनि उहाँले कारबाही गरेर छोड्नु भएन। हिजो पुगिसकेको हिजो प्रधानमन्त्रीलाई पनि पत्र काट्न छोड्नु भएन। हो यो गणतन्त्रको पक्ष भनेको यो, कसैलाई पनि काखा र पाखा नगर्ने होइन, कसैसँग डराउनु यतिकै हुनुपर्छ। यतिकै हुनुपर्छ। नेता भनेको सक्षम निडर हुनुपर्छ, साहसी हुनुपर्छ। घुसखोरी भ्रष्टाचार भनेको मनमा ल्याउनै हुन्न। किन तर राजालाई माया गर्ने राजा प्रेमीहरूले यो ठिक गरेन बालेनजीले भन्नुभएको छ। यस्तो राजा प्रेमीहरूले भन्नुभयो होला होइन, राजा प्रेमीले। तर हिजो राजा हुँदाखेरि कति विकास भयो, विकास के भयो। हिजो राजा पनि हुनुहुन्थ्यो, आज प्रधानमन्त्री हुनुहुन्छ, तर विकासको त्यति फड्को देखिएन है। यदि राजा आउनुभयो भने के होला, राजा आउनुभयो भने राजा राज संस्था स्थापना होला। भोलि स्वतन्त्र व्यक्ति उठ्न पाउँछ कि नै? राजा आएपछि स्वतन्त्र व्यक्ति उठ्न पाउँछ कि नै? यो मलाई हजुरले जवाफ दिन पर्यो। पाउँछ कि नै स्वतन्त्र व्यक्ति उठ्न? राजा आएपछि त त्यसरी स्वतन्त्र जो पनि उठ्न पाइने भन्नुभएको छ, व्यवस्था त्यस्तै ल्याउने। अब राजा आए एउटा जो पनि उठ्न पाइयो जनताको यस्तो सुन्नु, राजा आयो भने भोलिको कुरा त थाहा छैन है। हिजो पनि यिनीहरूले गणतन्त्रको चाहना यसो बुझ्दाखेरि बालेनलाई प्रधानमन्त्री बनाउने इच्छा छ कि क्या हो? हजुर खाली स्वतन्त्र भनिराख्नु भएको छ, ठ्याक्कै भन्नुहोस् है, जिब्रो नछुपाएर। अब स्वतन्त्रलाई नै प्रधानमन्त्री बन्न, स्वतन्त्र प्रधानमन्त्री बनाउने बालेनलाई, चाहे बालेन होस् चाहे जो स्वतन्त्रबाट उठेको कि तपाईँ आफै बन्ने? हजुर कि तपाईँ आफै बन्ने भन्नुहोस् है। आज अब पाली आयो भने म पनि बन्न सक्छु। तयार हुनुहुन्छ? हजुर। देशमा क्रान्ति ल्याउनको लागि, परिवर्तन ल्याउनको लागि, देशमा परिवर्तन ल्याउनको लागि, विकास ल्याउनको लागि म तयार छु। तयार हुनुहुन्छ? हजुर। जसरी बालेनले पत्रकार चाहिँ ठिक गरे, राजाको नाममा 7,73,000 रुपैयाँ एकदम ठिक, 93 होला एकदम ठिक। के भन्नुहुन्छ मेयर साहबलाई? के भन्नुहुन्छ? मेयर साहबलाई एकदम धन्यवाद दिन्छु, किन भन्दा कसैलाई पनि पक्षपात गर्न हुन्न, कसैलाई काखा गर्न हुन्न, कसैलाई पाखा गर्न हुन्न। नियम कानुन सबैको लागि बराबर एक हुनुपर्छ। हामीले देशको विकास गर्नुपर्छ, देशको विनाश होइन। हिजो देशको विनाश भयो, हिजो देशको हाम्रो मैले तिरेको करको हिजो के भयो, दुरुपयोग भयो कि नै? हिजो मैले तिरेको करबाट किनेको त ट्राफिक लाइट हो नि, होइन? मैले तिरेको बाइकको इन्सुरेन्स गर्दा तिरेको आदि इत्यादि गरेर तिरेको करको हिजो दुरुपयोग भयो। त्यस्तो दुरुपयोग हुन्न। देशमा विनाश गरेर विकास कहिले हुन्न। हामीले विकासको लागि हामीले उद्योग कल कारखाना खोल्नुपर्छ, शिक्षामा परिवर्तन ल्याउनुपर्छ। शिक्षामा परिवर्तन भनेको जस्तै अहिले हाम्रो 10मा चाहिँ अङ्ग्रेजी, नेपाली आदि इत्यादि त विभिन्न किताबहरू बोक्न भन्दा हामीले हाम्रै देशमा प्रयोग गर्ने टेक्नोलोजी मोबाइल तपाईँको हातमा छ नि, यो तपाईँले कति 5-6 वर्षमा फेर्नुहुन्छ हो कि नै? फेर्नुहुन्छ। त्यस्तै हाम्रो देशमा यदि शिक्षा क्षेत्रमा पहिल्यैदेखि साना बच्चा बच्चीहरूलाई मोबाइल बनाउन सिकाउने हो, सिपमूलक तालिका हाम्रो विद्यालयमा हुनुपर्छ। यदि सिपमूलक तालिक विद्यालयमा भयो भने विद्यार्थीले आज एसएलसी दिएर एसई दिएर निस्केपछि उसले के गर्छ भन्दाखेरि त्यही सिपलाई प्रयोग गरेर उसले आफ्नो जीविकोपार्जन गर्न सक्छ, देशलाई विकास गर्न सक्छ। भोलि हाम्रो देशमा मोबाइल बन्न सक्छ, भोलि हाम्रो देशमा ठुला गाडीहरू बन्न सक्छन्, भोलि हाम्रो देशमा सबै इलेक्ट्रोनिक सामानहरू बन्न सक्छ, हो कि नै भन्नुहोस् त? त्यही भएर हाम्रो देशमा विकासको लागि शिक्षामा पनि परिवर्तन ल्याउन जरुरी छ। र अर्को कुरा, हाम्रो देशमा उद्योग कल कारखाना खोल्न जरुरी छ। हाम्रो देशमा भ्रष्टाचार न्यूनीकरण गर्नको लागि सबैको सम्पत्ति शुद्धिकरण हुन जरुरी छ। अब कुलमानजीलाई हटाएको छ, यहाँ धेरैजना आउनु भएको छ, न्याय चाहियो भनिराख्नु भएको छ। न्याय चाहियो। जसरी कुलमानजीलाई अहिले उज्यालोको नायक भनेर यहाँ आउनु भएको छ। उज्यालोको नायकै हो, किन भन्दाखेरि हिजो तपाईँले पढ्दाखेरि टुकी बालेर पढ्नु हो कि नै? हो नि, टुकी बालेर पढ्नु हो कि नै? हो। आज के छ? आजका हाम्रो तपाईँको सबैको बिहा भयो कि नै? भयो भने तपाईँका छोराछोरीले के गर्छन्? मोबाइलमा हेरेर पढ्छन्। डिजिटल जमाना आछ। डिजिटल जमानामा यदि डिजिटल जमाना आयो तर बिजुली भइदिएन के हुन्थ्यो? तपाईँको मोबाइल चार्ज गरिसके बिजुली हो। अब मुक्त अहिलेको जो कार्यकारी हुनुहुन्छ उहाँले नि गर्छु भन्नुभएको हो। त्यही भएर अब मोमबत्ती किनेर राख्नु टन्न होइन, मोमबत्तीको माग बढ्छ। अब बुझ्नुभयो? भनेपछि व्यापारीहरूलाई पोस्नको लागि हो यो अहिले जसरी कुलमानजीले एकदम व्यापारीहरूलाई पोस्नकै लाग्यो। किन भन्दाखेरि व्यापारीहरूलाई विद्युत बेच्ने, जनताहरूलाई नदिने होइन। त्यसपछि के हुन्छ? लोड सेडिङ भयो। लोड सेडिङ
लोड सेडिङ हुन्छ देशमा। प्रधानमन्त्रीज्यू गलत हो कि तपाईँ सही हो? हजुर प्रधानमन्त्रीज्यू गलत हो कि तपाईँ सही हो? प्रधानमन्त्री गलत हो नि। प्रधानमन्त्री यदि सही हुन्थ्यो भने आज उद्योग धन्दा कल कारखाना खुल्थेन देशमा। लोड सेडिङ हटाउने त कुलमानजी होइन, तपाईँ जस्तो युवाहरू भ्रमण नपर्नुहोस् भन्नुभएको छ ऊर्जा मन्त्रीज्यूले, प्रधानमन्त्रीज्यूले। अनि 8 वर्ष अगाडि कुलमान नआउँदा उहाँले गएर हटाए हुन्थ्यो कि लोड सेडिङ? नम्बर 0 1 नम्बर नि दिनु भएन। उहाँले दिने हो नम्बर, जनताले दिने हो नि। उहाँले दिएर हुन्छ र उहाँ नम्बर दिनुहुन्छ त प्रधानमन्त्रीज्यूलाई छाके भन्नुहोस् त। प्रधानमन्त्रीलाई 0 नम्बर दिन्छ। 0 नम्बर कति कुलमानजीलाई कति दिनुहुन्छ? कुलमानजीलाई 100 मा 100। किन भन्दा उहाँले कति दिनुहुन्छ? बालनजीलाई नि 100 मा 100। अर्कजीलाई कति दिनुहुन्छ? उहाँलाई नि 100 मा 100। अहिलेको नेता वरिष्ठ नेताज्यूलाई कति दिनुहुन्छ? वरिष्ठ नेताहरूलाई प्रचण्डज्यूलाई। प्रचण्ड त काम छैन हेर्नु। साँच्चै मैले प्रचण्डलाई मैले सपनामा साँच्चै आफ्नै हातले मारेको देखेछु यार। त्यस्तो कुरा नगरौँ है यहाँ। जे पनि किन भन्नु अल्लाह तपाईलाई युवालाई यहाँ त किन भन्नु सपनामा देखेको मैले। किन भन्दा तारिफ मात्रै गर्नुपर्छ, अहिले त गाली गरे भने जेल हाल्छन्। किन भन्नु न डराउनु किन गणतन्त्र किन ल्याएको? डराउनु ल्याएको होइन नि। हिजो देशमा उद्योग कल कारखाना बन्द गरे, सशस्त्र द्वन्द्वको नाममा विभिन्न जनता 17,000 जनता मरे। ती 17,000 जनताको माइन्डमा के विकास गर्ने एउटा सोच थिएन होला? तीमध्ये एउटा पनि विकास गरिदियो आज कति विकास हुन्थ्यो देश? अनि त्यही भएर देशमा रोजगार नभएका कारण आज हजारौँ युवाहरू विदेशिनु परेको छ। आज सन्तान टुरी भएका छन्। किन भन्दाखेरि आज सन्तानले आफ्नो बाबुआमाको मायाबाट वञ्चित भएका छन्। किन भन्नुहोस् त भन्दाखेरि हाम्रो देशमा आज रोजगार सिर्जना नभएर, देशमा विकास नभएर हो। त्यही भएर प्रचण्डज्यू पनि गलत। मैले प्रचण्डले सपनामा कतिचोटि मारिसकेँ त मलाई थाहा छ है। किन भन्दाखेरि मेरो आक्रोशै त्यति छ, नेताप्रति आक्रोशै छ क्या मेरो। के देख्नुभयो अरू सपनामा? हजुर सपनामा भरि हाजिलाई मात्रै देख्नुभयो तपाईँले? निकै नजिकको माया रहेछ तपाईँ एकदम। किन भन्नु न, हिजो मैले पनि प्रचण्डको कारणले दुःख पाएको छु के। किन भन्नु, हिजो देशमा रोजगार नभएर रोजगार सिर्जना हाम्रो मेरो बुवाआमा विदेश जानुभयो पुर्नको लागि। त्यति बेला न बुवाको छाएन, आमाको छाए, दुःख पाउने कसले? छोराछोरीले होइन। माया गुमाउनु भयो तपाईँ। अनि त्यतिखेर सानोमा जुन बेला मैले बाबुआमाको माया पाउनु थियो त्यो बेला पाइनँ। किन नपाउनु कारण अनि आफन्तीले पनि हेला